पहिला के पावन खूबे मन भावन दिला सकरैत मने भैया विशेष यहाँ के भन्न चाहन्छु भने आजको लागि यति साथीहरू उपस्थिति भइदिनु भएको छ त्यसको लागि हृदयदेखि धन्यवाद भन्न चाहन्छु। आज जनवरी 6, 2026 को दिन हामी मित्र सभा समाज परिवारले माघे सङ्क्रान्तिको कार्यक्रम राखेछौँ र हाम्रो त्यहाँ उपस्थित सम्पूर्ण साथी आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू र यस संस्थामा भएका हाम्रो आबद्ध भएका सम्पूर्ण बुद्धिजीवी र अन्य समाजसेवीहरूप्रति सबैलाई आशंका गरिदिनुको लागि आफ्नो स्थानमा अनुरोध गर्दछु। तिला सङ्क्रान्ति तर हामी प्रदेशको भूमिमा मनाउँदा खेरीको क्षण हर्षोल्लासका साथ हामी जुन नेपालमा मनाइन्छ त्यो नै आज यहाँ कर्मभूमि बहराइनमा हामी मनाउन गइरहेका छौँ। त्यसको लागि हाम्रा आयोजक मिथिला सेवा समाज बहराइन परिवारले आयोजना गर्नुभएको सम्पूर्ण कार्य समिति आयोजक समितिलाई म धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, सर्वप्रथम धन्यवाद आज यस कार्यक्रम सञ्चालक तथा मिथिला समाजको चाहिँ महासचिव हाम्रो रोहित चौधरी भाइलाई र सर्वप्रथम त एकदम आभारी छु कि आजको यस समारोहमा चाहिँ सम्झिनु भयो, विशेषप्रति मौका दिनुभयो। यसको लागि चाहिँ मिथिला समाजप्रति चाहिँ म सधैँ आभारी नै रहनेछु। साथै जुन आज सम्झिनु भयो, तपाईँहरूको बिचमा 2 शब्द बोल्ने जुन मौका दिनुभयो, यसलाई मध्यनजर गर्दै यहाँहरूप्रति पुनः एकपल्ट आभार व्यक्त गर्दै यो माघे सङ्क्रान्तिको चाहिँ शुभकामना भन्दै मेरो 2 शब्द यही दिन्छु। धन्यवाद। आजको कार्यक्रमका सदस्य सौरभ यादवज्यू लगायत सम्पूर्ण मिथिला सेवा समाज बहराइनका कार्य समिति पदाधिकारीहरूलाई सर्वप्रथम त माघे सङ्क्रान्तिको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद। हाम्रो मिथिला सेवा समाज बहराइनका कार्यक्रम सञ्चालकज्यू, आज यो मिथिला सेवा समाज बहराइनको यो माघे सङ्क्रान्ति नै लाग्नुलाई पूर्ववर्ती साथीहरू जनाइअनुसार आजको यस कार्यक्रमको सभाध्यक्षज्यू, सम्पूर्ण मिथिला सेवा समाज बहराइनको विभिन्न जिम्मेवारीमा रहनुभएका सम्पूर्ण कार्य समिति सल्लाहकार र उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा म एकनिष्ठ अभिवादन टक्राउन चाहे। आज मिथिला सेवा समाजको मन्त्री बैठक तथा साथै माघे सङ्क्रान्तिको विशेष कार्यक्रममा यहाँ उपस्थित हुनुभएका यस संस्थाका वरिष्ठ समाजसेवी बुद्धिजीवी शुभचिन्तक लगायत यस संस्थाका सल्लाहकारज्यू, उपाध्यक्षज्यू, कोषाध्यक्षज्यू, महासचिवज्यू, साथै हाम्रो अतिथिज्यूहरू, हाम्रो अतिथि आउनुभएको छ चन्द्र गुरुज्यू, त्यसै गरी विमल थापा मगरज्यू अनि हरि सुरेशज्यू कुनै कामको कारणले बाहिर जानुभएछन्। त्यसै गरी हाम्रो वीरेन्द्र बुलापोकीज्यू अनि त्यसै गरी हाम्रो जलबी कटवालज्यू सम्पूर्णलाई म धन्यवाद भन्न चाहन्छु। यहाँ आइदिनु भएको छ, एकदम खुसी लागेको छ। र सबभन्दा पहिले म यो भन्न चाहन्छु कि मिथिला सेवा समाज स्थापना कालदेखि नै यो सेवा नै धर्म भनेर हाम्रो प्रचार प्रसार र नारा पनि त्यही अनुसार हामीले काम पनि गरिरहेको छौँ। र हाम्रो चाडपर्वहरू जुन हुन्छ हामीले विदेशको भूमिमा पनि सबैजना मिलेर यसरी मनाएको छु। त्यसको लागि म सम्पूर्ण यहाँ
उपस्थित हुनुभएको छ र धेरै साथीहरू अब ड्युटीको कारण बावजुद आउन पनि सक्नु भएको छैन हाम्रो साथीहरू र कतिजना ड्युटी छँदैछ भनेर अहिले आएर फेरि जानु पनि भएको छ। यसको लागि पनि धन्यवाद भन्न चाहन्छु र हाम्रो कार्यसमितिहरू यत्रो अनवरत हिजोदेखि नै यो कार्यक्रमका लागि सबै हाम्रो परिकारहरू बनाउनु भएको छ, त्यसको लागि पनि धन्यवाद भन्न चाहन्छु। र यसरी नै सबैजना मिलेर यो हाम्रो प्रदेशको भूमिमा आफ्नो नेपालीहरूको चाडपर्वहरू यसरी नै जोगाना गर्दै राखोस् म भन्न चाहन्छु। हाम्रो माघे सङ्क्रान्तिको परिकारहरू सबैजना खाएर अनि जानुहोला, यसो रमाइलो गरेर विशेष म यहाँ के भन्न चाहन्छु भने आजको लागि यति साथीहरू उपस्थिति भइदिनु भएको छ त्यसको लागि हृदयदेखि धन्यवाद भन्न चाहन्छु। तिल गुड़ खेबै मैया के हाथक भोरे भोरे आई नहे बैया मिथिला के पाबन खूबे मन भावन तिला सकरैत मने बैया तिल गुड़ खेबै मैया के हाथक धिपले धिपल खिचेर तई पर करकल घी के स्वाद बेजो तरुआ बनते आई खमहौरक तिलवा लाइके रहते जो तिलवा लाइके रहते जो तिलवा लाइके रहते जो सब मिल सबटा भर भर थारी सब मिल सबटा भर भर थारी मोन सआई खेबैया मिथिला के पाबन खूब लागे मिजाज आज सही नहीं है, महल मखाई तो दही नहीं है। लागे मिजाज आज सही नहीं है, महल मखाई तो दही नहीं है। लगा